के साथीहरू ल हाम्रो त चोल्टीहरू सब रेडी भइसक्यो हाम्रो साथीहरू यता यता हाम्रो सर हुनुहुन्छ हाम्रो बिसनाको होमस्टेको सर हुनुहुन्छ यता म्याडम हुनुहुन्छ यता यता उहाँ चाहिँ उहाँको छोरी उहाँ चाहिँ उहाँको छोरा जेठो छोरा माइलो छोरा तर काले त लास्ट राम्रो देखियोस् यार म फेरि खतरा राम्रो हेर्छु कान्छो छोरो यहाँ फेरि आमामा कस्तो लाग्यो त नि तपाईँलाई हाम्रो घर होमस्टे के छ ल कहाँ हो तिम्रो जाने नमस्ते ठुल दिदी फेरि ल बाहिर छ है बाहिर फेरि कस्तो चलपल छ बाहिर फेरि छुट्टै चलपल छ क्या फेरि यो मेरा बानी म त मर्छु कि क्या हो म त बाँच्दिनँ कि के हो र ये देखो देखो भाइ त देखो ओहो नि हिरोनीहरू सब हिरोनी यिनीहरू मात्र हो नि केटाहरू त हिरो हुन् फेरि यो पनि केटी हुने फेरि केटा होइनन् केटी हुन् चलपल हान्दै पोखरामा आमामा त्यो हाम्रै साधन पनि लाने हो त्यो एउटा बाइक एउटा स्कुटर अनि एउटा बस आउँछ फेरि स्कर्पियो होइन फेरि बस हाम्रो एसीवाला अहिलेदेखि खतरा एसी फेरि यहीँले आयो भनेको क्या तर लास्ट ह्यान्डसम देखियो रमी त्यार लास्ट यस्तो रमाइलो साथीहरू ट्याक्क लाएर सबैजना यहाँ घुम्न जाने भनेर रेडी भएर बस्नु हो ओए यी त खतरा रहेछ नि चल बोल केटाहरू सफल सफल ल सबजनालाई फोटो ल भेडा खतरा फोटाइदिन्छु पछाडि बस ल तन्जा बस ल ओहो यस्तो राम्रो ल ल साथीहरू ट्याक्क है त फेरि हाम्रो एकदम घनिष्ठ मित्र सब राम्रो आउँदो रहेछन् कि काला भयो नि राम्रो गुरुजी यता हुनुहुन्छ गुरुजी राम्रो आयो नि यस्तो राम्रो आयो ल त हान्द्रुकतिरै त ल साथीहरू च्याप्प लाएर खुकुरमा हान्नु पर्यो अब ट्याक्क यिनले स्पोन्सर हान्दिनु खुकुरमा अब च्याप्प लाएर सिलमा कति देखेको थियो त्यहाँ यस्तो अब हाम्रो आयो ल साथीहरू हामी चाहिँ ट्याक्क गइन्छ अब मुखसुख सुकिरह घाँटी सुकिरह च्याप्प माथि गएर अगाडि हिँड त अगाडि हिँड तिमीहरू ओ ल अगाडि हिँड्नु त ल माम्स अगाडि हिँड्नु यिनीहरू पछि आउँछन् ल ओ ल साथीहरू हिँड्नु त ल बाबु नानीहरू सक्को लाएर यस्तो दामी एडभान्स तरिकाले आइयो भने त खतरा रमाइलो भयो जुस अझै पनि छ बाँकी रमाइलो त घाँटी सुकिने मतलब भन नि त हामीलाई म चाहिँ फेरि परदेशी परदेशी जाना नहीं यस्तो हो क्या हो क्यान्दैन ए हाम्रो एउटा गीत थियो नि के गीत थियो अरे के गीत थियो छान्द्रुकैका बाजा ए म गिटार म यार सुर्खेत बोकेर सुर्खेत हिँडेको के खासमा हाम्रो गाइदियो मलाई ए भन मेरा भाइ हौ ए राम्रो इ भन हान्दिउँ क्या भैली भैली हान्दिउँ क्या घुम्न आएर भैली साथीहरू कोही अगाडि कोही पछाडि डनहरू पछाडि या उयो अस्मि त मम्मी यस्तो देखिने यार हाम्रो यस्तो के मम्मी साथी एकछिन है साथी यार लगेज बोक्नु पऱ्यो म माथि गएर कुरा आराम लाग्यो ल साथीहरू ल पार्नु होटलतिर जानु लाग्यो लास्टमा गएर यस्तो भेजा भइदियो कहाँ कहाँ थाहै छैन यार सबजना अगाडि कतिजना पछाडि सिलमा थाकियो यार उकाला उकाला ला कता कता गयो रात ओहो बोल्नै सकेन यार म त हराउने भन्नु अगाडि जान्छ ए मुहालै फुट्यो यार पानोरामा भ्यू पोइन्ट लज एन्ड रेस्टुरेन्ट गान्द्रुक हाम्रो ल दोहोरी ब्याडल चढिरहेको थियो च्याप्प लाएर खुकुरी हान्न लाग्यो मनमा नै हान्थ्यो नि त हाम्रो कलाकार मिसहरू हुनुहुन्छ त धुम पकम धुम उर्लेर आयो
आउने दिन मायाले बोलायो आधी खोला उर्लेर आयो आउने दिन मायाले बोलायो आधी खोला उर्लेर आयो आउने दिन मायाले बोलायो मिल्दो रहेछ ल मिल्दो रहेछ सबै बोलेन नि त के गरेको त्यति हो बोलेन किन बोलेन ल ल हान न हान मामा सुरु गरौँ न लाइट मात्र बालेको के सुरु गरौँ 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 छ्याप्पा दिएको खोजेको आफ्नै थानेर हाय हाय बोलाउन बिचतियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै थानेर हाय हाय बोलाउन खोजेको आफ्नै थानेर जाओस् त आओस् त ल किन नि यत्तरीका ढुक्क ढुक्कमा ल ल लेडिज फर्स्ट के ल भन म देखियो देखियोस् एकदम थोरै तल जा साथीहरू खानासाना खानु लाग्यो ल साथीहरू सबजना त आमामा बत्ती बल्दाखेरि त सब मभन्दा राम्रो देखियो नि तर मभन्दा राम्रो कोही छैन यहाँ छन् छन् सब राम्रो खानु बिचरा सब राम्रो खानु म मात्रै हेर्नु राम्रो भनेको यहाँको को तिमी टोपी लाएर बस्ने बा टिकटक स्टार तिमीहरूलाई के अल्छी लाग्यो के अलाउनु ठाम भन मोबाइल होइन हामी डान्सर हामी सिङ्गर डान्सर सिङ्गर सन गु छन् फेरि ल केटाहरू त टक्क रेडी छन् ट्याक्क उता खाना रेडी हुँदैछ हाम्रो चाहिँ ट्याक्क भान्से कोठामा भित्र है ट्याक्क अब हानिदिनुपर्छ माम्सहरू बाहिर बस्नु हो ट्याक्क उहाँहरू अब भित्र आउनु खाना ट्याक्क लाएर टक्क लाएर ल है म देखि होइन बल्ल जाडो भयो एकछिन चाहिँ खानासाना खाएर एकछिन दोहोरी गाइयो रमाइलो गरियो अब एकछिन ट्याक्क खानासाना खाएर ट्याक्क सुत्दिने हो भोलि बिहान तपाईँहरूलाई म भ्यू देखाउँछु दामी भ्यू है सँगै मिलेर हेर्ने फेरि फेरि हेर्नुपर्छ मिलेर हेर्नु लास्ट राम्रो देखियोस् त यार यो विवेक शुद्ध राम्रो देखियो यार म शुद्ध राम्रो देखियो भनेको छु हेपेको छु मलाई मुस्कान त आमा मुस्कान त लास्ट मुस्कान यस्तो हट त आमा नि लास्टै धानरुखका 4-5 जना त लिएर गयो कि भोलि सिट त 5वटा खाली छ 8 जना लयो उताखेरि छुट्टै कुरो हो चलपल आमामा चल्ला माउलाई हेर न फेरि चल्ला र माउलाई फेरि छुट्टै छ उनीहरूको संसार फेरि हाम्रो संसार छुट्टै हो हाम्रो संसार सुरु हुँदैछ हाम्रो संसार त हामी भालेहरू खतरा हुन्छ आज हाम्रो संसार त फेरि दामी बवाल हुन्छ है भिडियो बनाउनु पाएन कि घरि के भयो यार घरि के भयो घरि आफै सुत्ती हो घरि केटाहरूलाई दिनु अब भोलि चाहिँ ट्याक्क लाएर बिहान उठेर मर्निङ भ्यू ट्याक्क जानुपर्छ यस्तो दामी यस्तो भ्यू हेर्नु जानुपर्छ भोलि ट्याक्क लाएर यो सब हामीले हेरिन्छ भोलि ट्याक्क लाएर यस्तो दामी बवाल हुन्छ नि यो ट्याक्क लाएर माम्स दाजु फेरि आइसक्नु ट्याक्क लाएर आमामामा ला टेन्सन हामी ट्याक्क खानासाना खाएर च्याप्प भेट्नु पर्छ है साथीहरू च्याप्प राम्रो मान्छेलाई त म देखाउँछु ल ट्याक्क अब भाषण सुरु भइसक्यो है साथीहरू चिप्पला उता लगिदिएको हुन्थ्यो नि पहिला उता दे उता दे त चिचिमाले ल है ट्याक्क रमाइलो भइरहेको ट्याक्क अब खाना खाने साथीहरू बस्न होला है खतरा मजा ल है साथीहरू च्याप्प है झुवाइयो है साथी झुवाइयो ल काकु छोड त बाबु छोड त ल झुवाइयो काकु गर न हजुर एकदम ल है साथीहरू ल मलाई पनि आयो च्याक्क लाएर च्याप्प खाइदिनु पर्छ ल है च्याप्प झुवाइयो ल दिदी झुवाइयो ल है साथी एकदम हुन्छ ट्याक्क लाएर ल है सबैले च्याम्पमा खाइदिउँ है ल्याप्प
थपी थपी खामै शर्मा नमानिकन च्याप्प लाएर ल ल च्याप्प बिहान नभर्नु है यस्तो भयो दाल सफल साग खान्छ दाल हामी त ल है त ल च्याप्प है मामासिर ल हामी त खान्छ दाजुहरू च्याप्प च्याप्प है यो सबैले पायो खाना भन है फेरि हजुर त्यो यार मर्निङ एभ्री वान ल ट्याक्क लाएर हामी चाहिँ ट्याक्क लाएर स्वर्ग हेर्ने स्वर्ग अब यस्तो केटाहरूले सबले फोटो खिच्न लागिरहन् म यहाँ दाँत मार्न लागिरहेको ट्याक्क लाएर भर्खर उठेर भोलि सोलि चिसो भयो यार स्वर्ग भनेको यस्तो है ल साथी सब फोटो सोटो खिच्नलाई आमामामा सहल सर नि रेडी हुनुहुन्छ फोटो खिच्नलाई मुस्कान सर क्यामराम्यान उता अन्जु क्यामराम्यान यता केटाहरू फोटो लागि रेडी भइरहन् यता म हानिदिनु लाएको छु ट्याक्क लाएर कहाँ आउँछ नि केटा भ्यू हेर्नु जाने त्यहाँ हेर्दै रहेछ सबै घाम परेपछि बवाल देखिन्छ होला है जानु ट्याक्क लाएर ट्याक्क लाएर फ्रेस हानिदिनु उता फेरि मिसको फेरि छुट्टै छ संसार फेरि छुट्टै छ संसार लाएर आहा गेठु ए बा छुट्टै संसार छ फेरि ए अझ हिँडा अलि तर अझै हिँडा राम्रो देखियो होइन के मै राम्रो छु त हिमालयनमा त लास्ट राम्रो मान्छे कि त केटाहरूले नचिनेर मात्रै हो यता फेरि छुट्टै छ संसार खुलेकै छैन यो संसारै केटाहरू को उठेको कहाँ कहाँ के हाने केटाहरूले यहाँ त सब खाली छ त केटाहरू त सब आफ्नो पारामा रेडी हुँदैछन् कि केटाहरू यस्तो भिआइपी ठाउँमा बसेको हामी फेरि यस्तो दामी खाले यस्तो लग्जरी फेरि है बसेर छ्यास्सो यस्तो लग्जरी खानु फेरि है लग्जरीमा है टक्क फेरि खुकुरी हान्नु नपर्छ फेरि लग्जरीमा ट्याक्क लाएर दामी बवाल भइरह है दामी राम्रो मान्छे त फेरि यसै राम्रो हो कि फेरि म त हो नि बुझ्छ फेरि त्यो साथीहरू अब म यसो फ्रेस भएर भर्खर उठेको कस्तो कस्तो राम्रो राम्रो देखेको म आज है लास्ट टाइम देखेँ म आज साथीहरू बल्ल उठेको हामी उठेर फोटोसोटो खिच्दै यता फोटो खिच्दै छन् केटाहरू यता नि भेला हुँदै हामी पनि फोटो खिचेर भ्याएको हो हामी यता चाहिँ यस्तो पिङ खेल्दै साथीहरू पिङ खेल्दैछन् है साथीहरू भलगमा है फेरि ब्रेकफास्ट टाइमै साथीहरू ट्याक्क लाएर ब्रेकफास्ट खाँदै रमाउँदै टिकटक हान्दै ब्रेकफास्ट खाँदै आमा केटाहरू सब वेटिङमा छ यता ब्रेकफास्ट आइरह